वेलकम टु माई ब्लग। नमस्ते टस्तीले सबैजनालाई। अनि आज चाहिँ लुरी गुम्बा भन्ने छ हैन, हाम्रो मुस्ताङको सेकेन्ड ओल्डेस्ट मोनेस्ट्री, केप मोनेस्ट्री। नेचुरल मोनेस्ट्री हो, बट त्योमा चाहिँ ह्युमेनले यस्तो स्तूप टाइपको बनाएको छ। सो त्यस्तो ठाउँमा आएको छु। अनि आज चाहिँ इन्डियाबाट आफन्तहरू आउनुभएको थियो, उहाँलाई पनि लिएर आएको छु घुम्नु दर्शन गर्न आउने रे। सो टुरिस्टहरू नै आएको थियो भर्खरै, अनि सो लिएर आएँ। अनि यो रुम चाहिँ ध्यान गर्ने रुम होला मेरो विचारमा हैन, छतमा छ लुरी गुम्बाको। अनि बिचमा एकदम धेरै ग्याप भयो, भिडियो बनाउने के पनि थिएन, कन्टेन्ट सन्टेन हैन। त्यसैले गाउँदै गरेको हालम भन्ने अब त्यो सर्ट रिल्स जस्तो बनाएर फेसबुकमा हालेछ, के गर्ने भनेर अनि बनाइदिएको लुरीको चाहिँ। सो हेरमै लुरी गुम्बा। यहाँ चाहिँ रुम हो। पूजा हुँदैछ। पूजा मतलब डेली गर्नुपर्छ त्यो पूजा चाहिँ हो। ट्रिसहरू आउनुभएको थियो। यहाँ छ अर्कोहरू। अनि यहाँ चाहिँ यहाँदेखि भर्याङ पहिला त यस्तो भर्याङ नै थिएन। पहिला त यस्तो हुन्छ नि गिट्टीको रोड के। यो भर्याङ हालेको पनि 1.5 वर्ष भयो होला सायद हैन। अनि यो पुल चाहिँ थियो पहिलादेखि। अनि उता एकजना दिदी हुनुहुन्छ गाउँको, त्यो उसहरू बेच्ने सामानहरू। सो भ्यूहरू यही हो, सुक्खा तर के भने हेर्ने लायक छ। अनि उता तल चाहिँ गुम्बा छ, गुम्बै छ तल पनि। पूजा मेन पूजा चाहिँ त्यहाँ हुन्छ। मेन ठाउँ चाहिँ यो हो हुन चाहिँ, तर पूजा चाहिँ त्यहाँ हुन्छ। पूजा अब कहिले के भयो भने हैन, कहिले हुन्छ ठुलो पूजाहरू सबै त्यहीँ हुन्छ। त्यहाँ जाली हुन्छ नि, बस्ने ठाउँ, पूजा गर्ने ठाउँ, स्पेसल पूजा गर्ने ठाउँ नै बनाएको। यहाँ चाहिँ अब मेन स्तूप भइहाल्यो, म देखाइहाल्छु। सो हेर्नु त, दिस इज अ केभ, पुरानो जमानाको। खोताले बनाएको छ है भित्ता। अनि त्यो कालोहरू चाहिँ उसो के आगो बालेर अनि कालो हुन्छ है, हो त्यो। उता चाहिँ खै त्यो जमानाको गुम्बा थियो होला नि त्यो बेला, मतलब गुम्बा मतलब पूजा गर्ने ठाउँ त्यहाँ होला। पहिला यहाँ पनि थियो, तर यहाँ अलिक कमजोर थियो। यो पनि बनाएको छ। अनि यो रोडबाट चाहिँ डम्डुगुन्डा जान्छ है। अहिले त गाडी बाटो हुन्छ, तर त्यस्तो राम्रो छैन। सो गुफा म तल गएर हुन्छ है। गुफा यो चाहिँ मूर्ति सायद सिमेन्टबाट बनेको होला। सिमेन्ट मतलब गाउँले सिमेन्ट, नेचुरल सिमेन्ट, माटो टाइपको यस्तो हुन्छ। कालो यस्तो हुन्छ। यो चाहिँ आगोको कालो है, यहाँ आगो बाल्थ्यो अनि कालो सबै यहाँ। त्यो बेलाको फर्निचर, पेन्टिङ। सो यही हो गुफा। अनि कस्तो हुन्छ, पहिला टेबल हुन्थेन हैन, अनि भित्तालाई खनेर यस्तो राख्ने ठाउँ बनाउँथ्यो, यस्तो राख्ने ठाउँ। सो भित्र जाने है, भित्र जाउँछु। भित्र
त्यसपछि बोल्न हुन त भन्दैन तर पूजा हुँदैछ बोल्दिनु होला एक काम कर 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिंग के वजह वहाँ चाहिँ स्तूप मतलब वहाँभित्र छ एउटा नेचुरल हुनुहुन्छ एउटा नेचुरल उत्पत्ति आफै उत्पत्ति भएको अरे के नेचुरल एउटा अनि त्यो हो त्यो चिजलाई चाहिँ प्रोटेक्ट गर्नलाई पछि मान्छेहरूले यो माथिको स्ट्रक्चर बनाएको मतलब स्ट्रक्चर स्तूप चाहिँ सेम छ अनि उता माथि चाहिँ मण्डला यु क्यान सी किलकोर अनि एराउन्डमा भएको चाहिँ 8 मेडिटेसन पोजिसनमा बसेको लामाजहरू अनि पेन्टिङहरू सबै कति रे 13 सेन्चुरीको हो पेन्टिङहरूदेखि लिएर स्तूप सबै गुम्बै 13 सेन्चुरीको मुस्ताङको सेकेन्ड ओल्डेस्ट गुम्बा मोनेस्ट्री केप त्यही जमानाको पेन्टिङ हो राजाले अब आई थिङ्क राजाहरूले अब राजा त्यही लोमनथाङकै राजा हुनुहुन्छ उहाँले तिब्बतबाट आर्टिस्ट बोलाएर गराउन लगाएको पेन्टिङहरू त्यो बेलाको रिन्यू गरे छैन अब भूकम्प आएको थियो त्यो बेला चिरेर केही भएर अलिकति मर्मत टाइपको गरेछ तर पेन्टिङ चाहिँ त्यही हो उहाँ नै हो सँगै ओम माने पेमे हुँ लेखेछ ओम माने पेमे लेखेछ यही नहीं अभी और सुनिए एकदम राम्रो छ है पेन्टिङ चाहिँ एकदम मन पर्यो देयर वी गो दिस इज द क्यालेन्डर त्यो जमानाको होइन ओल्डेस्ट क्यालेन्डर यहाँ 800 लाइन छ यस्तो लाइन चाहिँ सो यसले त्यही जनाउँछ 800 इयर्स भयो यो गुम्बा बनेको चाहिँ 800 इयर्स भयो भनेर एभ्री लाइन ह्याभ इच इयर के एक वर्षको लागि एउटा लाइन हो एउटा सायद मैले चाहिँ जिन्दगीमा योभन्दा पुरानो क्यालेन्डर चाहिँ देखेको छैन है अब जिन्दगी त अब भर्खरै बच्चा त हो त्यो पनि मेरो विचारमा मेरो आमा बाबाले नि योभन्दा पुरानो देखेको छैन क्यालेन्डर 800 लाइन छ यो चाहिँ 13 सेन्चुरीको गुम्बा हो क्याप मोनेस्ट्री क्याप लुरी गुम्बा सो यहाँ चाहिँ अफरिङ गरेको छ सम मनी एन्ड फ्रुट एन्ड खाताहरू चाहिँ यहाँ पहिला यस्तो थियो यहाँ चाहिँ नि यहाँ खाता यसरी फ्याँक्ने अनि पुरा खाताले ढाक्ने केही नदेख्ने हुन्थ्यो आजभोलि चाहिँ म्यानेजमेन्टले यहाँ खाताको लागि स्पेसल डोरै लगाएको छ सो सबैले यहीँ लगाउँछ नभए पहिला त यसरी फ्याँक्थ्यो सानोमा हुँदा याद छ मलाई चाहिँ पहिला यसरी फ्याँक्ने खेल च्यालेन्ज गर्थ्यो भने के भन्ने एउटा भाइ छ त्योसँग यस्तो हाइमा जसको जान्छ त्यसको जित्यो भने खेल्थ्यो खुब बच्चा त त्यो पहिला त खाताले ढाकेको हुन्थ्यो कि यसरी अहिले सफा गरेर यता पार्ने है भनेर राखेछ स्पेसल पेन्टिङ वा त्यो बेलाको कला नि कलै हो है तर त्यत्रो भूकम्प आउँदा नि खासै किन भयो हल्का त भइथ्यो यहाँ चिरेको जस्तो त भइथ्यो तर जति टिक्छ जस्तो लाग्थेन त्यति टिक्यो कि खतरा एकदम के भन्ने पोजिटिभ वाइब आउँछ कि यहाँ बित्तिकै पोजिटिभ वा धर्म गर्न मन लाग्ने जस्तो कि त्यही हो तीन कोरा चाहिँ गर्नुपर्छ है मैले भिडियो बनाउँदा एक कोरा गरेँ तीन कोरा गर्नेमा चाहिँ के छ भने मतलब घुम्नेमा चाहिँ के छ भने बिचोर गर्नुपर्छ कि कोरा चाहिँ
या 3 हैन या 6 यस्तो होइन कि 2 जोडी भइहाल्यो 4 नि जोडी हुन्छ सो 4 नि जोडी हुन्छ अनि त्यसैले 3 जोडी हुँदैन एउटा छुट्याइहाल्यो त्यस्तो खालेको अड नम्बर गर्नुपर्छ हुन्छ अब 9 12 यस्तै जोडी नभएको कोरा जति गरे त्यति राम्रो हो 3 चाहिँ गर्नुपर्छ अन्त छोटोमा 3 हो